हेलो नमस्कार शिवर सबैजनालाई। म चाहिँ आज दबाई होमस्टेमा छु। पर्यटन महोत्सव लाग्नेको नजिकै एउटा होमस्टे छ। तपाईँहरू खाना बस्नुको बुकिङ गर्नुहुन्छ भने बुकिङ गर्नुहोला। यो चाहिँ हाम्रो पर्यटन महोत्सवको नजिकै दबाई होमस्टे। हेर्नुहोला, यो कन्ट्याक्ट नम्बर सबै सहित छ। कमेन्टमा पनि तपाईँहरूले गर्न सक्नुहुन्छ। तपाईँहरूलाई म रुम देखाउने छु। रुम चाहिँ यस्तो छ, टक्क डबल बेड छ, 4 जनासम्म आँटिन्छ मजाले। यता पनि छ रुमै रुम कति अब धेरै रुम बस्नु अनि रुम छ। हाम्रो जम्मा 4वटा रुम छ। 4वटा रुममा चाहिँ 3वटा चाहिँ डबल रुम छ। हाम्रो दबाईको होमस्टेमा यता पनि छ एउटा रुम। यहाँ चाहिँ ग्रुपिङ रुम छ। यता चाहिँ ग्रुपिङ रुम छ। खानु बस्नु सबै व्यवस्था मिलिहाल्छ यहाँ। म लेखेरै तपाईँहरूलाई देखाउँछु यहाँको खानु बस्नु लजिङ फुडिङको। यता हाम्रो साथीले पनि धेरै पहिलेको चाहनाहरू काठमाडौँ